नमस्ते सबैलाई अनि वेलकम ब्याक अगेन माई युट्युब च्यानल। होप यु गाइज सबैजना सन्चै हुनुहुन्छ होला। किनभनेदेखि आजभोलि तराईमा धेरै नै गर्मी बढेको छ, पनि गर्मी नै छ धेरै है। र पनि आज चाहिँ म र काका चाहिँ बागवानी जान लागेको। काकालाई चाहिँ मेवाको बिरुवा चाहियो अरे, लिचीको बिरुवा लिएर आउनु पर्यो। बाँकी सबै भिडियोमा हेर्नु होला। याद रहोस् सबैजनालाई, यो हाम्रो यहाँ सर्लाहीको बागवानी चाहिँ नेपालको सबैभन्दा ठुलो हो अहिलेसम्म चाहिँ। अब पछि गएर चाहिँ थाहा भने के हुन्छ कसो हुन्छ होइन, किनभने नेपाल हो। हजुर एउटै दिदी, नेपालमा जे पनि हुनसक्छ। बात त सही है। त्यही भएर अहिलेसम्म चाहिँ सर्लाहीको यो बागवानी फुलबारी चाहिँ नेपालको सबैभन्दा ठुलो हो है गाइस, सबैलाई याद रहोस् यो चाहिँ। यो चाहिँ हाम्रो सर्लाहीको बागवानी हो। अहिले चाहिँ हामी यहाँ म र काका बागवानीमा आएको छु। आँपहरू छ फलेको, बम्बे आँप पाकेपछि यसरी प्याकेट गरेर राख्ने रे, झोला कसले दिने फेरि यस्तो। यो टोपी यसरी लाएर अलिक यसरी लाएर अनि यो चस्मा लाएपछि अनि ठ्याक्कै यहाँ चाहिँ अफिसहरू छ यताउता, आँपको बगैँचा, मन्दिर सन्दिर पनि छ। जोडी हुनेहरू घुम्न आउँदा हुन्छ। आफ्नो चाहिँ छैन, सिङ्गल छु होइन। हामी त म सिङ्गलै मर्ने रहेछ नि त हौ। केटी भन्ने दुनियाँमा देख्नु पाएन, यत्तिकै मर्ला जस्तो छ अब जिन्दगीमा। हामी चाहिँ खासमा यहाँ बागवानी आज घुम्न भन्दा पनि यहाँ काम ल्याएको। काकालाई मेवाको रुख चाहियो अरे, अनि मलाई एउटा लिचीको आँप टन्नै फलेको छ। यो चाहिँ केरा आँप भन्छ। यो केरा आँपै होइन, यसलाई चाहिँ केरा आँप भन्छ। केरा जस्तो हुन्छ नि त, त्यही भएर। उता फुलहरू पनि छ होइन। यहाँ के छ टन्नै छ, के पानी सानी मजाले आइरहेछ। फुलहरू पनि लाने भेटन्नै छ है। के छ म देखाउँदै जान्छु सबै। आँप पनि फलेछ। यहीँबाट लाने यही हो, यो त होइन होला। अम्बा सम्बा ल, काँडाको बोटहरू पनि छ। के यो कस्तो खालको फुल हो, यहाँ फुलै फुल छ यता। यता पनि छ फुलहरू, यता पनि छ, यता पनि छ। अनि के हो यो गुफाभित्र पनि टन्नै छ। यो यता पनि फुलहरू टन्नै छ है। कटर पनि टन्नै फुलिरहेको छ। बडो चाहिँ दामी फुलिरहेको छ, तर मेरो क्यामेरामा देख्दैन। हाइब्रिड लोकल हुन्छ नि, हाइब्रिड चाहिँ सकेर नै भएन, थाहा भएन। आन्टीले भन्दै हुन्छ लिची चाहिँ राम्रो खालको छ होला नि देश। म चाहिँ खसेन, काका चाहिँ गयो खसेको काका। हाम्रो चाहिँ कहानीमा ट्विस्ट हो गया। मेवाक चाहिँ के भयो भन्दाखेरि हाइब्रिड र लोकल हुने रहेछ। हामी चाहिँ हाइब्रिड लिन आएको, लोकल सक्यो कि हाइब्रिड हिजो हो कि कहिले सक्यो दिदीले भन्नुभएको। अनि हामी चाहिँ अब अहिले थाहा नभएर अब टिकट सिकट काट्यो। यहाँ बिरुवा लिनको लागि टिकट पनि काट्नुपर्छ है। अनि अहिले अब हाइब्रिड नभएकोले लोकलमा त लाने रहेछ। हामी चाहिँ लोकल लाने होइन, हाइब्रिड लिन भनेर आएको। अब जाँदैछ, हामी रिटर्न गर्छ टिकट, लिचीको पर्छ लिएर जाने। अनि कहिले कुन दिन हुन्छ आउँदा फेरि फर्केर लिनको लागि।
अनि गर्मी पनि त्यस्तै छ है सर्लाहीमा गर्मी त त्यस्तै हो धेरै हुन्छ गर्मी भएन भने त फेरि तराईको बेजत भइहाल्छ नि गर्मी पनि चाहे सबजना शीतलमा ट्याक्क बसिरहेछ आज बिहान पानी पर्ला जस्तो भयो थियो तर परेन सो गाइज उहाँको बिरुवा चाहिँ पछि ल्याउनु आउनु भने किनकि अहिले छैन भने म लिची चाहिँ एउटा लिएर जाने मेरो लागि होइन क्या कहिले आउनु भनेछ कहिले आउनु भनेछ भर्खर मार्न लागेको अरे तयारी भयो कि फोन गर्छु भनेको ल सुनि आफैले पनि फोन गर्ने लगाए सबैले सुनिहाल्नु भयो होइन अब पछि आउने यहाँ चाहिँ अब यता पो राम्रो खालको सबै एउटै साथी हो कि अलग अलग भेराइटी होइन कुन हो अब के थाहा राम्रो हामीलाई त राम्रो ठुलो हुनु पर्यो गुलियो हुनु पर्यो को बिरुवा लानको लागि रेडी भइरहेछ प्याकिङ भएर लिची पनि रहेछ यहाँ आन्टीले यहाँ प्याकिङ गरेर हुन्छ यहाँ त सबै लिचीको है होइन लिची पनि 2-3 थरीको हुँदो रहेछ मलाई थाहा भने यहाँ अहिले आएर थाहा भएको मैले लान खोजेको चाहिँ साई भन्ने हो अलि राम्रो राम्रो ठुल्ठुलो फल्छ अरे 2-3वटा खाँदा चाहिँ पेटै भरिन्छ अरे होइन एभोकाडोको बोट है फलेछ टनक्कै फलेछ ल मजाले फलिरहेको छ यहाँ यताबाट कालो पो हुँदैछ म त दुःख उखालिदिनु त टन्नै फल्ने गरे दिदीलाई सम्झिरहन्छु म भोलि पर्सि खाने बेला बच्चामै बाङ्गो छ गाईले के हो यो ठुलो भएर सिधा हुने नि नहुने अगाडि के हो यो बच्चामै बाङ्गो छ यस्तै हो हाम्रो ब्रो चाहिँ के लिन आउनु भयो पोजिटिभ भने चाहिँ के हो ए तालिमको लागि भाइको नाम चाहिँ के हो कहाँबाट गयो बाह्र जिल्ला ए ल अन्त भाइहरू चाहिँ यहाँ तालिमको लागि आएको रहेछ बाह्र जिल्लाबाट यहाँ सर्लाही जिल्लामा सर्लाही बागवानीमा ठिकै छ ल अरू सब ठिक छ नि गर्मी कतिको भइरहेको छ बवाल छ है मौसम के भन्नु लास्टै गर्मी छ नि घाम नलागे पनि है ल भाइ फेरि भेटौँला होइन आउँछु फेरि ल अनि गाइजहरू होइन मेरो चाहिँ अब मेरो चाहिँ काम सक्सेस भयो किनकि म एउटा लिची मात्र लिन आएको लिची चाहिँ मेरो भयो है काकाको चाहिँ पछि आउनु भनेछ अनि फेरि पछि आउने बेला अर्को सेकेन्ड भिडियो फेरि बनाउँला अहिलेलाई चाहिँ बाई बाई टाटा सबैजनालाई